तपाईले यी रंगीन झण्डाहरू धेरै ठाउँमा देख्नु भएको छ होला। गुम्बामा, बाटोको छेउमा, पहाडको शिखरमा लगायतका विभिन्न ठाउँमा। तर के तपाईहरुलाई थाहा छ यी के हुन् र किन यसरी फहराइन्छन्? यी हुन् बौद्ध धर्मका प्रार्थना झण्डाहरू, जसलाई तिब्बती भाषामा लुङता भनिन्छ। लुङको अर्थ हावा र ताको अर्थ घोडा, अर्थात् हावामा दौडिने प्रार्थना। यी झण्डाहरू 5 रङका हुन्छन्। प्रत्येक रङले प्रकृतिका तत्त्वहरूलाई जनाउँछ। नीलो रङको झण्डाले आकाश, सेतो रङको झण्डाले हावा, रातो रङको झण्डाले आगो, हरियो रङको झण्डाले पानी र पहेँलो रङको झण्डाले पृथ्वीलाई जनाउने गर्दछ। प्रत्येक झण्डामा पवित्र मन्त्र र चित्र हुन्छ। सबैभन्दा प्रसिद्ध मन्त्र हो ओम मणि पद्मे हूँ, जसको अर्थ हो कमलमा बास गर्ने रत्नलाई नमस्कार। यो करुणा, प्रेम र शान्तिको प्रतीक हो। जब हावा यी झण्डामा चल्छ, त्यो मन्त्र र आशीर्वाद हावासँगै संसारभर फैलन्छ भन्ने विश्वास छ। त्यसैले यी झण्डा केवल कपडा हैनन्, यी त शान्ति, सद्भाव र सकारात्मक ऊर्जाको प्रतीक हुन्। अर्को पटक यी झण्डा देख्दा सम्झनुहोस्, त्यो हावासँग तपाईको लागि पनि एउटा शान्तिको प्रार्थना उडिरहेको हुन्छ।